नेपाली रनर्स नमस्ते गोल्ड कोस्ट। आज हामी एउटा नेटवर्किङ इभेन्टमा छौँ। यो चाहिँ गोल्ड कोस्ट म्याराथन भइरहेको छ आज र भोलि 4 जुलाई र 5 जुलाई भोलि फुल म्याराथन हुँदैछ। अनि आज हामीले यो नेप्लिज क्विन्सल्यान्ड नेप्लिज रनर्स ग्रुप र नेप्लिज कम्युनिटी गोल्ड कोस्टको दुईजनाको इनिसिएसनबाट इन्टरेक्सन प्रोग्राम डिफ्रेन्ट स्टेटबाट आइरहनु भएको छ र वी वान्ट टु वेलकम देम एज वेल। अनि उहाँलाई एकदमै धन्यवाद गोल्ड कोस्टमा भएर हामी वेलकम गर्न पाउँदाखेरि। सबैहरूले आफ्नो नेटवर्किङ गरिराख्नु भएको छ र इट्स बिन फ्रुटफुल इभेन्ट टुडे। मेरो नाम चाहिँ रोशन दाहाल, क्विन्सल्यान्ड नेप्लिज रनिङ ग्रुपबाट। हामी चाहिँ नेप्लिज कम्युनिटी गोल्ड कोस्ट उहाँ र हामी मिलेर चाहिँ यो जुन इभेन्ट आज अर्गनाइज गऱ्यौँ यसमा चाहिँ राम्रो टर्नओभर भएको छ। 15जना सिडनीबाट रनरहरू आउनुभयो होइन। उहाँहरूलाई चाहिँ स्वागत गरेर क्विन्सल्यान्डमा चाहिँ एकदम वेलकम फर्स्ट अफ अल है सबैजनालाई चाहिँ। अनि हाम्रो हिमालयन हपरबाट पनि रनरहरू हुनुहुन्छ। हामी चाहिँ सिडनीको नेपाली स्ट्राइडर्स हजुर नेपाल र अस्ट्रेलिया चेयरम्यान हुनुहुन्छ दिनेश पाण्डे दाई है। उहाँहरूको टोली कता लन्डन म्याराथन पनि दौडेर आउनुभयो होइन। नमस्कार, मेरो नाम चाहिँ विकास श्रेष्ठ हो। म चाहिँ एकदमै प्यासिनेट रनर हो। 2018देखि रनिङ सुरु गरेको। मैले अफिसियली 18 म्याराथन गरेको छु। अनअफिसियली चाहिँ मेरो नाम किशोर राज रियाल। मैले सुरु गरेको 1 वर्ष भयो म्याराथन चाहिँ। पहिलादेखि नै अलिअलि दौडिने 5 किलोमिटर 7 किलोमिटर दौडिरहेको हुन्थ्यो। लास्ट इयर हाम्रो विकेन्द्रजी दिनेशजीमा हामी 3जना नै हो सनसाइन कोस्टबाट सुरु गरियो। इट वाज अनएक्सपेक्टेड फर्स्ट म्याराथन जस राम्रै टाइममा सिद्धिएको थियो। त्यसपछि सिडनी म्याराथन गरियो अनि लास्ट लन्डन दिनेश र म 2जना गरेर आयौँ। यसपालि राम्रै गर्छु भन्ने सोचाइ थियो तर इन्जुर्ड। सो सिद्ध्याउने चाहिँ टार्गेट छ, कसरी हो थाहा छैन, भोलि थाहा हुन्छ बडीले कतिको साथ दिन्छ दिँदैन। सबभन्दा ठुलो कुरा चाहिँ के हो भने अहिले अस्ट्रेलियामा रनिङ क्लबहरू एकदम राम्रो फस्टाइरहेको छन्। एकदम ठुलो कुरो हो होइन। रनिङमा इन्भल्भ हुनु स्वास्थ्य मात्र होइन कि सबभन्दा ठुलो कुरो चाहिँ नेटवर्किङ हो। विवा पोखरेल नेपाली स्ट्राइडर्सबाट। मेरो नाम चाहिँ सुशान्त शर्मा, म पनि नेपाली स्ट्राइडर्सबाटै हो होइन। अब मेरो यो म्याराथन चाहिँ यो सेकेन्ड वान हो। फर्स्ट वान चाहिँ 2023मा क्यानबेरामा गराएको थिएँ। अब यो चाहिँ भोलि चाहिँ सेकेन्ड वान हो। आई स्टिल थिङ्क आम स्टिल एन एमेच्योर रनर। सो भोलिको लागि चाहिँ जस्ट होप वी हेभ फन होइन, त्यही नै हो। गोविन्द ओझा, म ब्रिजबेनबाट। म हिमालयन हपर्स हाम्रो टिम छ, साथीहरू हुनुहुन्छ उहाँहरू, हामी सबैजना हिमालयन हपर्सबाट हो। मेरो रनिङ जर्नीको बारेमा कुरा गर्ने मैले पनि पार्क रनबाट सुरु गरेँ। 2018मा कोप्स हार्बरमा पहिलोपटक पार्क रन गरेँ। त्योभन्दा अगाडि अलिअलि रन गर्थेँ आफै। अनि कम्युनिटीमा रन गर्दा कस्तो फिलिङ हुन्छ, त्यसले कति इन्करेजिङ छ भन्ने कुरो मैले त्यहाँबाट सिक्दै आइसकेँ। फेरि आइपुग्यो म आफूलाई थाहा छैन यो सङ्गतको फल भन्नु। बरु 4जना मिलिनियरको सङ्गत गरेका मिलिनियर भइन्थ्यो होला। नमस्ते सबैजनालाई, मेरो नाम राजीव पाण्डे। मेरो चाहिँ यो दोस्रो म्याराथन हो। पोहोर सिडनीमा गरेको थियौँ हामीले चाहिँ। मेरो पहिलो म्याराथन सिडनीको हो। अनि त्योभन्दा अगाडि चाहिँ अलिअलि हाफ म्याराथनहरू गरिरहेको थियो। मेरो नाम चाहिँ सङ्गम, म यहीँ गोल्ड कोस्टमै बस्छु। त्यही भएर हजुरहरू सबै सिडनीबाट ब्रिस्बेनबाट आउनुभएको दाइ हजुर सबैहरूलाई वेलकम छ। म्याराथनको हिसाबमा चाहिँ मैले चाहिँ भर्खर आजबाट चाहिँ एउटा 5K रन गरेर सुरु गरेँ है। नमस्कार सबैजनालाई, म रमेश सुवेदी। म्याराथन त मैले अहिलेसम्म गरेको, तर हाफ म्याराथन चाहिँ मैले गरेको छु। म चाहिँ ट्रायल रनर प्लस द हाइकर हो। प्रोबब्ली मैले चाहिँ स्टार्ट गरेको चाहिँ 2023बाट स्टार्ट गरेको हो। अनि फ्रम देयर टिल नाउ प्रोबब्ली 15 अल टुगेदर इभेन्ट्स मैले गरिसकेँ, अप टु 100 किलोमिटर्स। त्यस कारणले एक्सपिरियन्सको हिसाबले स्टिल लर्निङ एन्ड स्टिल इन द प्रोसेस। थ्याङ्क यू सबैजनामा। मेरो नाम चाहिँ ज्ञानी पोखरेल। म चाहिँ नेप्लिज कम्युनिटी गोल्ड कोस्टको भर्खरै प्रेसिडेन्ट भएको छु। अनि यो कार्यक्रम गर्न पाउँदा गोल्ड कोस्टमा एकदमै खुसी छु म। भेरी हार्टफुल थ्याङ्क यू टु गाइज एज वेल। गोल्ड कोस्टमा ब्युटिफुल सिटी होइन, डिफ्रेन्ट स्टेटबाट आउनु भएको छ। वेलकम गर्न पाउँदा हामी खुसी छौँ। अनि वी अल्सो वान्ट टु थ्याङ्क यू टु क्विन्सल्यान्ड रनर्स ग्रुप। उहाँहरूले यो इनिसिएसन गर्नुभएको थियो अनि लेट्स डु इट टुगेदर भनेर गर्नुभएको थियो। सो इट्स अ
कोलाबरेटिभ प्रोग्राम। अनि आज यो प्रोग्राम गर्दै गर्दाखेरि सम्झिनु पर्ने नाम भनेको म्याक विष्ट दाई समाजसेवी ब्रिजबेनमा हुनुहुन्छ उहाँहरू, अनि हाम्रो गोल्ड कोस्टमा प्रसून उपाध्याय दाई, उहाँहरूले सबैले यो गरौँ, यो गर्नुपर्छ, यो राम्रो कुरा हो। सो हजुरहरू पनि भेट हुन पाउँदा गोल्ड कोस्टमा हामी एकदमै खुसी छौँ। सो वेलकम एभ्री वान। अनि नेप्लिज कम्युनिटी गोल्ड कोस्ट र क्विन्सल्यान्ड रनर्सबाट हजुरहरूलाई एउटा न्युट्रिसन हुन्छ, आज बेलुका डिनर खानु पर्दैन है, आज यहीँ हुन्छ। सो थ्याङ्क यू एभ्री वान, इन्जोय गर्नु होला है त डिनर। थ्याङ्क यू। मेरो नाम राममणि दास, म श्री गोविन्द धाम मुरलुमा नजिकै युकेमा बस्छु। श्री गोविन्द धाममा यहाँहरूलाई पनि सबैलाई स्वागत छ। त्यति धेरैजना हुनुहुन्छ भनेपछि म पनि यहाँ आउनु पाउँदा, यहाँहरूलाई भेट्नु पाउँदा एकदमै एक्साइटेड थिएँ, खुसी थिएँ। यो चाहिँ एकदमै सबै कुरा, यो मेनुहरू हेर्दै थिएँ, नेपालमा पाउने सबै नेपाली कुराहरू एकदम। सो अब यस्तो खालको शुद्ध प्योर नेपाली चाहिँ यहाँ हामीहरूले यहाँ यस्तो भेटिन्छ, त्यो चाहिँ नेपालमा पनि बिरलै भेटिएला है, यस्तो खालको नेपाली वातावरण, नेपालीपन होइन। Gold Coast! Nepali runners! Thank you, Gold Coast Nepalese community.